कति साथ देखेर चोरेर लानु आएको होला माइत आमा मैले ल्याएकै होइन यो कसले ल्याए हिँडेर आयो हिँडेर आइन कसले ल्याउँछ तपाईँले यस्तो गर्नुभएको होला मैले किन मार्नु आमाले चाहिँ मैले ल्याएको होइन छोरी हजुर माम खायो नानी सबै खाए त तपाईँ खानुभयो खाए त होमवर्क गरौँ ल अब हौ तपाईँले एउटा बात भन्नु भन न हामीहरू मामा घरमै गएर बस्दा हुँदैन किन तिमी त हिजो अस्ति गएर आयो त अन्त समरको छुट्टीमा फेरि मामा घर जान मन लाग्यो त्यस्तो कहाँ हुन्छ नानी अहिले तिम्रो स्कुल चल्दैछ स्कुल छुट्टी भएपछि फेरि जानु नि ल तपाईँ र सधैँ मै गएर बस्नु न यहाँ नआउँ न किन नानी मामा घरमा सधैँ बसेर कहाँ हुन्छ त हाम्रो घर यो होइन यहाँ पो बस्नुपर्छ त हामीले यहाँ तपाईँले कसैले माया गर्दैन गर्नुहुन्छ नानी मलाई सबैले माया तिमीलाई चाहिँ कसरी थाहा भयो तिमी फेरि के सोच्छौ मलाई सबै थाहा छ तपाईँले राति मैले सुत्नु भन्नुहुन्छ तपाईँले म दरमा गएर सबै सुन्छु तपाईँको कुरा तपाईँले के भन्नुहुन्छ तिम्रो यस्तो सब कुरा याद गर्ने यो एज होइन बुझ्यौ तिमी यो सब कुरामा ध्यान नगर आफ्नो पढाइमा ध्यान गर नानी तिमी बेसी उयो हुँदैछौ है कुनै पढ्नु पर्छ यहाँ मुमाले त मैले कति बात छुपाउनुहुन्छ मुमालाई के भन्नुहुन्छ मुमालाई यहाँ बस्नु नै दिदिनँ म त बाबालाई सबै भनिन्छु मुमाले घरमा सबैले कराउनुहुन्छ सबै भनिन्छु मैले त बाबालाई हे भगवान मलाई कस्तो दोधारमा पार्नु भयो तपाईँले म नानीलाई के भन्नु के भनेर सम्झाउनु ऊ बुझ्ने हुँदैछ उसले यो सबै नदेख्नु पर्ने उसको दिमागमा यसको के असर पर्छ होला म कहाँ लानु मेरो छोरीलाई कस्तो सिचुएसन आयो मेरो लागि भगवान बाबा तपाईँ छिट्टो आउनु न मुमा जहिले पनि रुनुहुन्छ मुमाले घरमा कसै पनि माया गर्दिन तपाईँ पनि हामीलाई लिएर जानु न किन हामीलाई लिएर जानु हुँदैन मुमाले तपाईँलाई पनि भन्नु हुँदैन अनि मलाई पनि भन्नै दिनु हुँदैन मैले तपाईँले लुकेर फोन गरेको बाबा अब तपाईँ मुमाले र मलाई चाहिँ लानु है कसलाई फोन गरेको तिमीले के भन्यो तिमीले बाबालाई मैले त बाबाले सबै कुरो भने तपाईँले त कसले पनि माया गर्ने मैले बाबाले सबै भनिदिएँ तपाईँ राइट र रङ हुँदा किन भन्नु हुँदैन राइट हुँदा तपाईँ आफ्नो लागि किन बोल्नु हुँदैन मैले त तपाईँ सिकाउनुहुन्छ त कसरी तपाईँलाई मलाई तिमीलाई नराम्रो भन्यो भने राइट हुनु भन्नु भएको थियो सिकाउनु भएको थियो त अनि तपाईँ चाहिँ किन सधैँ रोएर बस्नुहुन्छ नानी यो सबै कुरामा तिमी ध्यान नदेऊ न नानी तिम्रो पढाइ बिग्रिन्छ म रोएर के भयो त हौ म रोएर केही हुँदैन तिमी आफ्नो पढाइमा फोकस गर यो सबै कुरामा फोकस गर्ने होइन ल तिमी यो सब कुरा ध्यान नदेऊ नानु म राइट भए पनि रङ भए पनि म हमेसा यहाँ रङ नै हुनेछु मैले आफ्नो राइटको लागि बोल्न थालेँ भने तिम्रो फ्युचर बिग्रिनेछ नानी तिमीले मुख हेरेर म चुप लागेर बसेको छु तिमी पनि चुप्प लागेर बस्ने है ल चुप्प लागेर बस्ने आफ्नो राम्रोसँग पढ्ने भोलि पर्सि आफ्नो खुट्टामा उभिने अन्त मम्मा जस्तै सधैँ रोएर नबस्ने ल कोही माथि डिपेन्डेन्ट हुने होइन ल पढेर ठुलो मान्छे हुनु आफ्नो खुट्टामा उभिनु बुझ्यौ अन्त तिमीसँग रङ गर्ने मान्छेलाई राम्रोसँग सबक सिकाउनु ल छोरी म जस्तो रोएर नबस्नु